जय मसी अनि गुड मर्निङ सबैजनालाई। आजको वेदर यस्तो छ, पानी परेर 5:30 जस्तो भइसकेको छ, तर एकदम अँध्यारो देखिरहेको छ किनकि बादल कुहिरोले ढाकेको कारणले। अनि हेर्नुहोस्, हाम्रो नास्तामा चिया छ अनि वाइ बनाउनुको लागि सामानहरू रेडी छ। पानी परेको वेदरमा चाहिँ होइन, चिया चाहिँ यस्तो दामी हुन्छ कम्बिनेसन। उयो रेनी वेदरमा दुध चिया चाहिँ यस्तो दामी कम्बिनेसन दामी हुन्छ कि। हेर्नुहोस्, तातो तातो चिया, झन् पानी परेको भएर होला यस्तो दामी बाफ देखिरहेको छ चियाको। यहाँ हेर्न सक्नुहुन्छ मेरो ह्यान्डसम हस्बेन्ड। यता हेरिदिनु न एकपल्ट। तेजपत्ता लगाएको चिया कस्तो दामी मिठो भएको रहेछ चिया। तपाईँहरू पनि पानी परेको वेदरमा तेजपत्ता लगाएर दुध चिया पिउनुहोस्, एकदम दामी कम्बिनेसन हुन्छ। हेर्नुहोस् त, बाहिरको वेदर अनि यो चियाको बाफ यस्तो दामी देखिरहेको छ। हुन्छ, फेरि पनि सबैलाई जय मसी अनि हेभ ए गुड डे।